हाई गाइज वेलकम ब्याक माई न्यू भिडियो। आज फाइनली हामी डुम्बास घुम्न आइदिरा धेरै लामो समयपछि लङ टाइम। पैसा हुन्छ नि त कता 50 रुपैयाँ 60 रुपैयाँलाई छोटा पाइन्छ पाएर हान्दिनु पर्यो पहिला एउटा एउटा। अहिले भोक लागेर अलिकति खाजा खानुपर्ने अवस्था। ल गाइज लाग्यो सुरु। फाइनली डुम्बास पुगिसक्यो। कति ठुला हुने खच्चड पनि पिछोडा देखो या यो रमाइलो भने यो रमाइलो यहाँ हुन्छ। हामी रमाइलो गर्न लाग्यौँ। अनुहार नजिकै लगेर हेरेर आइ भिडियो। एक जन का कितने? एक जन का 50 कितना? रुको आते हैं, थोड़ा घूम के आते हैं अभी थोड़ा। हाँ घूम के आएंगे तो बैठेंगे। पहला पहला घूमने पड़ा था। तो वीडियो बना पानी चला जाएगा, वो जमकेगा, उधर जाके वापस इधर आएगा। वो उठाना हो जाता है। हाँ चलो चलो गाइज बस्ने तयारी। म चाहिँ पछि बस्छु। अरू चाहिँ गोदामाथि खच्चर चढिरहेछन्। कत्रा ठुला हुन् कि यार, देख्न पनि डर लाग्ने कि यार। या हाई गाइज भयो। अब तिनीहरूको अलिकति मेरो निकाल्नु पर्ने छ। म पनि अहिले चढ्छु त्यहाँ। डर लाग्छ गाइज, सब चढिरहनु गाइज, सब चढिरहनु। रमाइलो त रमाइलो। फाइनल्ली समुद्र पछाडि हो, म चाहिँ यता अगाडि अगाडि। जतातिर हेऱ्यो नि यही देखिन्छ क्या। यो समुद्रको बिचमा हामी, बिचमा होइन बिचमा है। यता नि समुद्र, यता नि समुद्र, बिचमा हामी। पछाडि त पुरै समुद्र हो यो। कितना कितना बड़ा है भाई, देखो देखो ओ भाई। फाइनल्ली भाइरल। महिनामा एकै भिडियो दिने हो, कडा दिने हो। भाइरल अब भाइरल। यहाँ त माछा पनि होला नि त होइन? यहाँ त माछा पनि होला नि त ठुला ठुला। देखिनु पर्ने हो कि। अघिल्लोचोटि हामी आए बेला एकचोटि यहाँ सर्प देखिरहेको थियो कि यता साइडतिर। ल फाइनल्ली म्यागी म्यागी केटा नेपालको चाउचाउ। मकैको साथमा चाउचाउ। मजा आइरहेछ मजा। हल्लाउँछ यार। ओ गाइस बनाउनु धेरै हो कि मान्छे यार। के छ र भने खासमा यस्तो समुद्रमा हो। हामी पनि लगभग 40-50 किलोमिटर माथिदेखि सर समुद्र घुम्न आइदिएको। यहाँ त हजारौँ मान्छे रहेछन्। अगाडि झन् भिड छ उतातिर, पछाडि त अलिकति अलिकति छ। अहिले दिउँसो भएर खासै त्यति आएनन् है। साँझतिर भएको भए त टन्नै आउँथ्यो कि अब हामी चाहिँ आउनु पर्ने भयो घुम्नको लागि भनेर। गाइज राम्रो राम्रो मान्छेहरू यहाँ फोटो भिडियो बनाइरहन्। पनि भिडियो बनाउने बनाइछौँ। कति धेरै हो कि खर्च पनि कति धेरै हो भने। म त सिङ्गल चढिरहेँ। घोडा आइरहेको छ। खतरा कुछ है भाई, इधर सब कुछ है। समुद्र में आ जाओ। घूमने से लेके इधर से घूमने का डर लगता है यार बहुत। देखो 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 उधर देखो कैसे आ रहे देखो। मेरै अगाडि एउटा अर्को आइदिरहेको छ। घुमाइदिरहेको छ फेरि बादल। यहाँभन्दा उता लग्दैन के। यहाँभन्दा उता लग्ने हो भने ऊ छ कि के अरे त्यो के भन्छ यार, पुरै दलदलै छ क्या। यस्तो यो उयसमा छ नि खुट्टाहरू जाने कि यो खच्चडहरूको।
अनि एउटा पछाडि नै आइरह म अगाडि मेरो पछाडि अर्को अगाडि एउटा जल्दी भ्लग चाहिँ एन्ड भयो अब फेरि अर्को भ्लगमा भेट्ने छौँ त्यतिको लागि बाई